हेलो गाइस, दर्शक नमस्कार। सबैलाई मेरो तर्फबाट धेरै धेरै सम्झना एन्ड नमस्कार। आज म ड्युटीमै छु है। ड्युटीमै अब भिडियो बनाऊँ भनेर कि माखो भुत्लो कोही पनि आउँदैन होइन। आयो बस्यो, मोबाइल हेऱ्यो, टिकटक हेऱ्यो, युट्युब हेऱ्यो, वाक्क दिमाग पनि वाक्क भइसक्यो कि एकदम सर्ट, दिमाग पनि सर्ट हुन लागिसक्यो। त्यही भएर सानो ड्युटीमा बस्दा बस्दै भिडियो बनाऊँ भनेर चाहिँ यसो प्रयास गरेँ हो गाइस। म ड्युटी बस्ने ठाउँ यही नै हो होइन। ल गाइस, ड्युटी बस्ने ठाउँ यही हो, पानीको भाँडो। यो चाहिँ हाम्रो गेटको पोस्ट हो होइन, यहीँ बस्ने हो। यो एउटा मिक्स छ के, यो ट्राई गरौँ भनेको फाखा यार, कामै गर्दैन यसले। च्यार आउँछ। अब ड्युटीमा बस्ने ठाउँ यही भइहाल्यो। नास्ता सास्ता ल्याइदिएको रहेछ। अब नास्ता के ल्याएको छ, एकछिनपछि नास्ता खानु पर्ला। अब फ्रिज छ। यो चाहिँ पानी होइन। यो चाहिँ हाम्रो पोस्ट देखिहाल्नु हो गाइस। यो चाहिँ हाम्रो पोस्ट हो। यही पोस्टमा ड्युटी गर्ने होइन। यही पोस्टमा ड्युटी गर्ने। सुत्ने ठाउँ चाहिँ यो हो कि यहाँभित्र या यतापट्टि साथी सुत्छ। 4वटा रुम छ। हामी 2जना मात्रै छौँ कि। यतापट्टि साथी सुत्छ। यो गेट भइहाल्यो। त्यहाँबाट उता गयो भने अलाइन हो। अनि त्यसपछि यो चाहिँ म सुत्ने ठाउँ यो भइहाल्यो होइन गाइस। यहाँ चाहिँ मैले कहिलेकाहीँ यसो जिम गर्छु, डम्बल सामान उठाउने कामसाम गर्छु होइन। यो रुम खाली छ। टायर सायर पनि उठाइन्छ। के गर्ने यार, यस्तै छ। वासरुम यतातिर भइहाल्यो। लत्ताभिङ्ग छ क्या। रुम पनि लास्टै भ्याङ्राङ बुङरुङ छ गाइस। ल हेर्नुहोस् त, रुमहरू यस्तो पाराको छ यार। रुम 4 के झ्याउ लाग्छ यार। के गर्ने, यहाँ कपडाहरू भात्राङ भुत्रुङ छ यस्तो। पैसा पनि त्यत्तिकै फालिरहेको छ यहाँ। ल यो रुममा चाहिँ सुत्ने म एक्लै हो है। यहाँ सर्प पनि छ। यस्तो छ रुमहरू, यस्तो पाराको छ। झ्याउ लाग्छ के। ड्युटी गऱ्यो, आयो, सुत्यो, कहिलेकाहीँ यसो एक्सर्साइज गर्नको लागि गयो होइन। यस्तै छ जिन्दगी होइन। परदेशी जिन्दगी, लाइफ यस्तै छ, ड्यामेज छ। अनि वासरुम यतातिर भइहाल्यो। वासरुम त सबै छ। बेला मैले दिनदिनै सफा गरिरहेको छु। यो चाहिँ हाम्रो सेकको मजलिस हो, देखिहाल्नु हो। यता मजलिस। यो चाहिँ मैले लगाएको घेराउलाको मुन्टा पनि खानु हुँदो रहेछ त, साथीहरूले खान्छन् होइन। यो चाहिँ त्यो साग हुन्छ, त्यो पनि कहिलेकाहीँ टिपेर खान्छ गाई यार। यस्तै छ यार। अब धेरै सेक्युरिटी प्राइभेसीले गर्दा पनि भित्रतिर धेरै नदेखाउँ होइन। यो एरिया हो हाम्रो सेकको। चट्ट दामी छ। यी आँपको रुखहरू छ, भित्र काम गरिरहेको छन्। त्यतातिर मजलिसहरू भयो, दामी हो। खजुरको रुखहरू छ। यहाँदेखि अराउन्ड 40-50 भन्नाले 5-10 किलोमिटर जति हाम्रो सेकको एरिया सबै। बसी अब स्यालेरी दिएको छ, अब के गर्ने, खुसी नै हुनु पऱ्यो होइन गाइस। देखिहाल्नु भयो एरिया यस्तै छ गाइस यार। मोबाइल चलायो, भिडियो बनायो, बस्यो। आज फर्स्ट टाइम यार। सी यू गाइस।